देश चलाउन विचार चाहिन्छ, सिद्धान्त चाहिन्छ र एउटा मोटो घोषणापत्र आवश्यकता पर्दछ। तर नेपालको एउटा उपमहानगरपालिकाबाट आएका सामान्य व्यक्तिले संसारका शक्तिशाली राजनीतिक सिद्धान्तहरूलाई नै पछाडि पार्ने गरी आफ्नो सिद्धान्तलाई अगाडि ल्याए। नेपालमा न मार्क्सवाद चल्यो न समाजवादले गरिबहरूको समस्यालाई समाधान गर्न सक्यो। जब ठुला दलका सिद्धान्तहरू केवल सत्ताको भर्याङका लागि मात्रै काम लागे, तब धरानको सडकबाट, धरानको जङ्गलबाट र ढुङ्गा र माटोबाट रैथाने दर्शनको विकास भयो। त्यो हो हर्कबाद। यो कुनै चुनावी नारा मात्र होइन, यो एउटा नेपालको माटोबाट उब्जिएको विद्रोही र व्यवहारिक राजनीतिक प्रणाली हो। आज हामी कुनै सतही कुराकानी गर्नेवाला छैनौँ। हर्क साम्पाङको यो हर्कबाद भित्र लुकेको अर्थतन्त्र, यसको समाजशास्त्र र यसले निम्त्याउन सक्ने भयानक राजनीतिक सङ्कटको अकाट्य शल्यक्रिया गर्नेछौँ। आदरणीय दर्शक वृन्दहरू, यहाँलाई हार्दिक नमस्कार। तपाईहरू हेर्दै हुनुहुन्छ आज के छ। तपाईँलाई कस्तो लाग्दैछ यो आज के छ भन्ने युट्युब च्यानल? कृपया तपाईँहरूले सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब बटनमा थिचिहाल्नुहोस् है त। अब सुरु गरौँ आजको विषयतर्फ। कुनै पनि राजनीति दर्शनको मुटु त्यसको अर्थतन्त्र, इकोनोमिक मोडल हुन्छ। पुँजीवादले भन्छ पैसाले काम गर्छ, साम्यवादले भन्छ राज्यले नियन्त्रण गर्छ, तर हर्कबादले भन्छ हाम्रो श्रम नै सबैभन्दा ठुलो सम्पत्ति हो। यसका 3वटा अकाट्य आर्थिक खम्बा छन्। श्रमको मुद्रीकरण, मोनिटाइजेसन अफ लेबर। जब राज्यले बजेट दिँदैन वा ढिलाइ गर्छ, तब हर्कबादले जनताको भौतिक श्रमलाई नै बजेटमा परिणत गरिदिन्छ। लाखौँ रुपैयाँको जेसिबी र इन्जिनियरिङ कस्टलाई जनशक्तिको सामूहिक शक्तिले शून्यतामा झारिदिन्छ। क्राउड फन्डिङ र डिजिटल रेमिट्यान्स, यसले सिधै देश विदेशमा रहेका नेपालीहरूसँग पारदर्शी रूपमा चन्दा वा आर्थिक सहयोग माग्छ, त्यसलाई फ्री बजेटको रूपमा विकासमा लगानी गर्दछ। उपभोक्तावाद विरुद्ध रैथाने जीवनशैली, महँगा विदेशी गाडी, कर्पोरेट संस्कृतिको विलासिता र आयातित सामानहरूलाई निषेध गरेर स्थानीय उत्पादन र श्रमलाई स्थापित गर्नु यसको आर्थिक लक्ष्य हो। स्थापित दर्शनहरूसँग तुलना, यो मार्क्सवाद हो कि पपुलिजम? धेरैले सोध्दछन् के हर्क साम्पाङ कम्युनिस्ट हुन् वा उनी उग्र दक्षिणपन्थी? वास्तवमा हर्कबाद यी दुवै होइनन्। कार्ल मार्क्सले सर्वहारा वर्गको अधिनायकत्वको कुरा गरे, तर हर्क साम्पाङले सर्वहारा वर्गलाई कोदालो बेल्चा बोकाएर श्रममा उतार्ने कुरा गरे। यो एक प्रकारको प्रज्ञामेटिक पपुलिजम हो, जहाँ नेता र जनता बीचको दूरी पूर्ण रूपमा मेटिन्छ। जब देशका प्रधानमन्त्री र मन्त्रीहरू सुरक्षा घेराभित्र लुक्छन्, तब हर्कबादको नेता जनतासँगै भुइँमा बसेर कोदोको रोटी खान्छ। यही भुइँ मान्छेको छवि र हर्कबादको सबैभन्दा खतरनाक हतियार हो, जसले सर्वसाधारणको मनोविज्ञानलाई सिधै नियन्त्रणमा लिन्छ। यसले जनतालाई यो विश्वास दिलाउँछ कि तिमी आफै आफ्नो भाग्य विधाता हौ। हर्कबाद भित्रको गम्भीर खतरा, संस्थागत शून्यता। के हर्कबाद त्रुटिहीन छ? इतिहास साँची छ। हरेक जनप्रिय आन्दोलनभित्र एउटा आत्मघाती, आत्मरति लुकेको हुन्छ। हर्कबादका 3वटा यस्ता पाटाहरू छन् जसले भोलि देशलाई नै अराजकतर्फ धकेल्न सक्छ। पहिलो, कानुनी राज्यको उपेक्षा। लोकतन्त्र नियम, कानुन र कार्यविधि र संस्थाहरूबाट चल्छ, कुनै एक व्यक्तिको लहरमा होइन। हर्कबादले स्थापित प्रणाली, अदालत र प्रशासनिक प्रक्रियालाई बाधक ठान्छ। यो प्रवृत्तिले ढिलो वा चाँडो संवैधानिक अराजकता निम्त्याउँछ। किन मान्छेहरू हर्क साम्पाङको एउटा पोस्टमा कुद्दै जङ्गल पुग्छन्? किन देश विदेशबाट जनताले उनलाई करोडौँ रुपियाँ पठाइदिन्छन्? किनकि हर्कबादले नेपाली समाजको सबैभन्दा ठुलो रोग निको पारिदियो। हरेक कुराका लागि सरकारलाई पर्खने बानी, दशकौँदेखि इन्जिनियर र मन्त्रीहरूले अरबौँको प्रोजेक्ट भनेर अल्झाइएको खानेपानीको समस्यालाई यो मान्छेले जनताको पाखुरा र साधारण पाइपको भरमा समाधान गरेर देखाइदियो। राजनीति भनेको सुटबुट र चिल्ला गाडी होइनन्, राजनीति भनेको त भुइँ मान्छेसँगै बसेर पसिना बगाउनु हो भन्ने भाष्य हर्कबादले स्थापित गर्यो। यो नै हर्कबादको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। हर्कबाद भित्रको खतरा। तर पर्खिनुस्, सिक्काको 2वटा नै पाटो हुन्छन्। एउटा पाटो तपाईँहरूलाई भनिसके भने अर्को पाटो अझ डरलाग्दो हुन सक्छ।
हर्कवाद जति क्रान्तिकारी देखिन्छ, अधिनायकवादभित्रको खतरा पनि छ। पहिलो खतरा, आलोचना गर्ने जति सबै शत्रु। हर्कवादमा सहमतिको कुनै ठाउँ छैन। यदि तपाईँले हर्क साम्पाङको गल्ती औँलाउनु भयो भने उनी तपाईँलाई सिधै सामाजिक सञ्जालबाट बहिष्कार गर्छन् वा थर्काउँछन् कि एउटा लोकतान्त्रिक नेतामा यस्तो अहङ्कार सुहाउँछ। दोस्रो खतरा, कानुन र संस्थागत प्रणालीको धक्जी। श्रमदानबाट पाइप त जोड्न सकिन्छ। के देशका ठुला उद्योग, परराष्ट्र नीति र देशको बजेट कोदालो हानेर चल्छ? हर्कवादसँग कुनै दीर्घकालीन नीतिगत योजना छैन। यो केवल तत्कालको आक्रोशमा चल्ने शैली भइरहेको छ। तेस्रो खतरा, व्यक्तिपूजक संस्कृति। हर्कवाद संस्थामा होइन, व्यक्तिमा टिकेको छ। यदि भोलि हर्क साम्पाङ रहेनन् भने सिस्टम एक दिन पनि नटिक्न सक्छ। यो लोकतन्त्रका लागि सबैभन्दा ठुलो पासो हो। हर्कवाद पुरानो शैली, पुरानो राजनीतिक प्रणाली, उनीहरूले गरेको व्यथिति, विसङ्गति र भ्रष्टाचारको एउटा ऐतिहासिक झापड हो। यसले नेपालको नयाँ राजनीतिमा गफ होइन, काम र परिणाम चाहिन्छ भन्ने नयाँ मानक स्थापित गरेको छ। तर हर्कवाद नेपालको थायी भविष्य बन्न सक्दैन जबसम्म यसले आफूलाई व्यक्तिबाट संस्था र आक्रोशबाट नीतिमा बदल्न सक्दैन। यो दर्शन नेपाली राजनीतिको महत्त्वपूर्ण चेतना हो। यदि पुराना दलहरूले अझै पनि आफूलाई नसच्याउने हो भने यो देशमा हर्कवाद जस्ता थुप्रै रैथाने र उग्र लहरहरू उठ्नेछन्, जसलाई सम्हाल्न नेपालको राज्य र सिंहदरबार पनि असम्भव बन्न सक्छ। तपाईँको विचारमा हर्क साम्पाङको यो शैलीले देश बनाउँछ कि संस्थागत प्रणालीलाई भत्काउँछ? आफ्नो तर्कपूर्ण र कडा विचारलाई तलको कमेन्टमा अवश्य पनि लेख्न नभुल्नुहोला। तपाईँलाई आजको विश्लेषण कस्तो लाग्यो? यदि तपाईँलाई नराम्रो लाग्यो भने के कुरा नराम्रो लाग्यो र अबको दिनमा कस्ता कुराहरूमा विश्लेषण गर्दा उचित होला? कृपया नहिचकिचाइकन लेख्नुहोस् र मन पर्यो भने लाइक गर्नुहोला, सेयर गर्नुहोला र सब्सक्राइब गर्नुहोला।